म चाहिँ इलाम माई नगरपालिका, मलाई गाउँमा भेषराज भट्टराई भन्छन्। मेरो चलचित्रको नाम चाहिँ श्रीदेव भट्टराई हो र 2060 सालदेखि भाइमाला चलचित्रबाट सुरुवात गरेँ। रेडियो नेपाल कान्तिपुर हुँदै मैले धेरै मिडियामा काम गर्दै गर्दै अहिले मुभीमा र म्युजिक भिडियोमा छु र विशेष गरेर वर्षको 3-4वटा देश चाहिँ म नेपाली कला संस्कृति, पर्यटन, शिक्षा सम्बन्धी, आर्थिक सम्बन्धी कार्यक्रमहरू चाहिँ म विभिन्न कन्ट्रीहरूमा आयोजकको रूपमा मेरो एसएमपी प्राइभेट लिमिटेडबाट गर्दै आएको छु र आज हजुरहरू माझमा भेटघाट भयो। एकदमै खुसी छु। अनिन्द्रजी हुनुहुन्छ, हाम्रो राम, हामी सँगै पढ्ने मेरो प्यारो मित्र खगेन्द्र, अनि सुमन सरसँग त हाम्रो पर्वको कार्यक्रममा होइन धेरै छ। आज अघि म छक्क परेँ अब होइन। अब सबैलाई मिठो सम्झना अनि आवश्यकता अनुसारले एकले अर्कोलाई साथ दिँदै अगाडि बढौँला। थ्याङ्क यू भेरी मच।